हेलो एभ्रिवान, यो चाहिँ मेरो पहिलो भ्लग हो होइन। अब लाङटाङ गोसाइकुण्ड जाँदैछ हामीहरू। हामी टक्कर आएर यहाँ सोल्टीहरू सबलाई म अब इन्ट्रोड्युस गराउँछु हजुरहरूलाई। ल सोल्टी, हामीहरू कता जाँदैछौँ त? हाम्रो यात्रा चाहिँ अब गोसाइकुण्ड हुँदैछ, लाङटाङ हुँदै गोसाइकुण्ड। फेरि एउटा हान्छन् मान्छेले, हामी फेरि दुईटै हालिन्छ। ओके ल, लाङटाङ अनि गोसाइकुण्ड। अनि तिम्रो एउटा सर्ट इन्ट्रोडक्सन। मेरो नाम चाहिँ सङ्गम श्रेष्ठ। मेरो हाल ठेगाना यहीँ सिस्को यता नौबिसी। अब पहिलाको युट्युबर भनौँ, अहिले त युट्युबर नभनौँ। हजुर। अनि त्यो केटाहरूले कोल्याप्स हानिसक्यो युट्युब सुट्युब हानिसक्यो, उता अर्को भ्लगर आइसक्यो, तर्क आइसक्यो। ल अनि हाम्रो भागवण्ट गर्दै हुनुहुन्छ चाहिँ उयो यो चाहिँ गर्ने होइन कि गाई मिठाई चाहिँ गर्ने होइन कि किन नगर्ने हेर भाइ, हो र एकको हिसाब हुन्छ। ल है सोल्टीले दियो है यहाँ। त्यसको इन्ट्रोडक्सन ल यहाँ हाम्रो चाहिँ बिने हुँदै हुनुहुन्छ। हैन, उहिले भन्छ ल बिने केही भन्न त मेरो नयाँ भ्लगमा। के भन्ने बाबुको होइन, लाङटाङ रे लाङटाङ पछि हाम्रो सर गएपछि मोटो ब्लग आउँदै स्टे ट्युन। ओके फेरि आउँदैछ नि, फेरि के आउँदैछ त थाहा सेक्कु 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 अर्डर आज अझै अर्डर गरेर आइसक्यो। बट 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 मकै बुट्छ नि फेरि। ल आइसक्यो। ल ल बिने अनि तेरो बारेमा के भन्न त? अनि त को होस्? मेरो बारेमा त केही छैन, म जे भनिदिन्छु म त्यही हो। ए ल ल ल ल ठिक छ ठिक छ। यो चाहिँ मेरो साथी बिने। अनि यहाँ चाहिँ मेरो जुत्ती, मेरो दाई। ल केही भन्न त? मेरो नयाँ ट्र्याकै लाइफस्टाइलमा किनेको कहाँ आयो? होइन होइन ल भयो, अब तेरो तेरो बारेमा भन्न त। अँ पक्का यो चाहिँ विनित भाइ। अनि यता चाहिँ हाम्रो भन्नु त को हो तपाईँ? सबैले चिन्नु नि हुन्छ होला दादालाई, हजुर नचिन्ने त कमै हुनुहुन्छ होला है। हजुर। अब नचिन्ने त पक्कै गाउँबाटै झर्नुभएको होला दादालाई नचिन्ने त। अरे अँ अब चाहिँ दादा यहाँ प्याकिङ गरिदियो, सब मेरोमै हाल्ने थियो होइन, भाइहरूले अब बोल्न सक्दैन। अब मैले ल, यो ल, भ्लग त ल। है लाङटाङसँगै पुग्छ, चार खुट्टे उल्टे स्कर्पियन के सबै देखिन्छ। ल अहिले जति भन्नु अब यहाँ चाहिँ हाम्रो सिसी साथी। अनि यहाँ चाहिँ विनित जुत्ती। अनि यहाँ बिने, अनि हाल मलाई नि क्लिप दिएन के भयो। सङ्गम सोल्टी प्यारो क्युट बोय। कोरियन अप्पा अब चाहिँ हामी भने अलि विशाल जस्तो हुनु खोजिरहेको अहिले। अब चाहिँ हामीहरू अब यति यो प्याकिङ स्याकिङ गरेर सुत्छौँ हामी। अनि त्यसपछि चाहिँ यहीँ सुत्ने हो अब। सुत्छ र ए नसुत्ने? अबि ओके सुत्छ र अब चाहिँ अब डाइरेक्ट अब भोलि बिहान चाहिँ हजुरहरूलाई ठ्याक्कै अब हामी केमा गइन्छ कसरी गइन्छ देखाउँछु। बाई बाई गाइज, गुड मर्निङ। गुड मर्निङ गाइज, गुड मर्निङ। गुड मर्निङ है त गाइज। सबजना रेडी भइसक्यो, म पनि रेडी भइसकेँ, देखेको छैन होला। बिहान रेडी बिनेको घर बसेको। ल यहाँ चाहिँ हाम्रो केटाहरू है। गुड मर्निङ। यहाँ ढिस्के ऊ चोर जस्तो देखा त। यहाँ चाहिँ विनित कता गयो? निम्स दाई, निम्स दाई। ए निम्स दाई चाहिँ सबै सामानहरू प्याक गरेँ। उयो विनित ढोका सोका राम्रोसँग लगा। म चाहिँ फेरि पुरा चप्पलमा है क्या। ए है हाम्रो निम्स दाई। गुड मर्निङ सोल्टी, के भन्न छ? के भन्ने, अब डाइरेक्ट एभरेस्ट गरेपछि कुरा गरौँला। ओके ओके। सबमिट गरेपछि सोल्टीको हल्का यहाँ एभरेस्टको लागि सब क्यामेरा स्यामेराहरू पनि छ, चप्पल राख्दै। अब चाहिँ हामी हाम्रो गाडी आउँदैछ अरे टक्क लाएर। सोल्टीको क्रस फायर अनि यो चाहिँ स्प्लेन्डर होइन। बिहान जुन सुन लाग्छ। ल अब चाहिँ डाइरेक्ट अब गाडीमा भेटौँ राखेर अब गाडी आएपछि हाम्रो गाडी आइसक्यो। सोल्टीले हाल्दैछ के चोर। अब चाहिँ जानुपर्छ। जाडो चाहिँ आज त्यति साह्रो छैन, अन्त त्यो कुहिरो लाएर होला हुन्थ्यो। यहाँ हाम्रो रेडी भइसक्यो ब्यागमा। लेट्स गो लेट्स गो लाङटाङ इज अन। ल होइन ल यहाँ चाहिँ हाम्रो ड्राइभर अङ्कल साइकल लाएर यहाँ चाहिँ केटाहरू मुखतिर चाहिँ नआएको लेट्स गो।
स्याब्रु बेसी जान लाग्यो गल्छीबाट गाडी त्यस्तो छ है यताबाट ह्याक चलाएर ओके ओके लेट्स गो के छ दाइ ड्राइभर दाइको पिओभीबाट टक्क लाएर बसेको अब यहाँ चाहिँ पर्मिट लिनुपर्छ अरे यहाँ चाहिँ हाम्रो विनित 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 विनितले पर्मिट लिन लाग्छ अब हो यतिर म यहाँ पर्मिट लिन आइरहेको छौँ टक्क लाएर सर हामी पर्मिट लिन के कता त्यहीँ हो त्यहीँ हो कि लाइनमा बस्ने रे मलाई देख्यो भने जाऊ भन्छ पर्मिट लिनु ल ल त्यसै सब डिटेल सब डिटेल हालिदिन्छ गाडी चाहिँ यहाँ चाहिँ हाम्रो पक्का नेपाली दाइ यता हेर्नु त दाइ ल यहाँ चाहिँ पुलिसहरू खैरे हराएर खोज्न गयो चाइनिज हजुर ल गाइज हामी चाहिँ स्याब्रु बेसी आइसक्यो अब यहाँबाट ट्रेकिङ चाहिँ स्टार्ट भयो यहाँ चाहिँ विनित छ यता ढिच्के पिच्के बाउले पिच्के भन्छ क्या अनि यता सोल्टी सोल्टी अनि यता विनित ए विनय विनय सर र म विनय सर चाहिँ यहाँ खोइ क्यामेरा स्ट्यान्ड लिएर हिँडिरहेछ होइन हजुरले विनयको ओटिटी हेरिसक्यो होला होइन अब चाहिँ हामीहरू चाहिँ स्याब्रु बेसीबाट टक्क लाएर लामा होटल हो डेस्टिनेसन चाहिँ तर ब्याम्बोमा बसिन्छ होला आज हामी ल है हामी चाहिँ अब सेरुबेसीबाट हिँडेर अब आज पहिरो ब्याम्बोमा गएर बसिन्छ होला हामी चाहिँ ब्याम्बोमा गएर बसिन्छ होला आज यहाँ केटाहरू छ हिँडे हिरो अनि भिजके सङ्गम पछाडि विनित छ यस्तै छ त्यो उता चाहिँ पुरानो रुट हो अरे अब हामी त्यो पुरानो रुट चाहिँ यतै नयाँ रुटमै जोडिन्छ अरे त्यो सङ्गमको देशको मात्र रे यो अब चाहिँ पहिरोतिर गएर कि पहिरो बिचतिर नि भेटौँला ल जाम 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 हुन्छ ल हेलो गाइजहरू हामी चाहिँ अब यहाँ पहिरोमा पुगिसक्यो ढिच्के यहाँ थाकेर बेहाल भयो बिचरा हामीसँग दिदीहरू नि हुनुहुन्छ हामी पहिरो होटेल आइपुग्यौँ हामी यहाँ 5 मिनटमा आइपुगेका छौँ केही भएन यहाँ अन्त त घरतिर हिँड्न गाह्रो हुन्थ्यो अरू यहाँ चाहिँ दाइहरू बाहिर एउटा दिदी आउनु भयो रहेछ यहाँ दिदीहरू हेलो 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 आज पिर्सुले बेरेको बोलाएको एकछिन फायरिङ हामी चाहिँ हाम्रो चाहिँ यहाँ कति 10 जना जतिको ग्रुप भयो होला 10-12 जनाको अनि हामी चाहिँ यहाँ पहिरोमा आयो पहिरो हो
अब चाहिँ यहाँबाट अब 1.5 घन्टामा चाहिँ हामीहरू चाहिँ टक्क लाएर ब्याम्बो ओके ल ब्याम्बोमा गएर भेटौँ ल हामी स्याब्रुगेसीबाट अब ब्याम्बो चाहिँ हामी 5-10 मिनट जस्तोमा आइपुगेका छौँ अनि खासै बाटोमा खासै केही होइन ढुक्क भएर आउनु हामी ब्याम्बो आइपुग्यो है हाम्रो बास चाहिँ ब्याम्बोमा हुन्छ अनि अब यहाँबाट 3 घन्टा जस्तो लाग्छ रिम्चे जान रिम्चे हुँदै चाहिँ भोलि हामी बस्छौँ कहाँ अरे त्यहाँभन्दा माथि सोल्टी मलाई थाहा भएन यार त्यहाँभन्दा माथि के हुन्छ जो छैन रिम्चेमा चाहिँ बसिन त म 3 घन्टा हेरेर अब आजको हाम्रो स्टे चाहिँ यहीँ हुन्छ आज हामी सुत्दा ब्याम्बोमा सुत्छौँ हजुर उठ्दा किन्जिनमा हुन्छ ओभर बिटी दिन्छ है फेरि मलाई चाहिँ यहाँ है भरिया बनाएको छ हेर दिदीको आइयो हामी आज चाहिँ हामी यहाँ बसिन्छ होटेल शेर्पा गेस्ट हाउस एन्ड रेस्टुरेन्ट ब्याम्बो गोसाइकुण्ड रसुवा लाङटाङ नेसनल पार्क फोन नम्बर चाहिँ यो छ हाई खा हेलो हेलो युट्युब च्यानल चाहिँ छैन अब युट्युब च्यानल बनाएर हाल्छु हेलो खानु है खानु मजाले भोलि फेरि हिँड्न नसक्ला भोलि त हामी छोडेर जाने हो फेरि फिक्स हो फिक्स है ल खामै खाम गुड मर्निङ एभ्रिवान यहाँ चाहिँ डिस्केस छ होइन उता चाहिँ विनेश छ सङ्गम र विनित चाहिँ गुहक नगएको छ बिहान बिहान ल आम्बु बान्द्रे ल है ल वार्मअप गर्दैछ अरे यो यहाँ त्यो चाहिँ वार्मअप कसरी गर्छ भनेर हेर्दैछ त्यहाँ सोल्टी चाहिँ अब टोइलेट जानु लाग्छ यसको नि राम्रो छ है यसको राम्रो 2 सर्ट यो 3 सर्ट हानिसक्यो 4 सर्ट 5 सर्ट आज यहाँ खतरा पर्छ ए 8:30 मा हिँड्ने भने कि नानीको घडी देखा जस्तो हुन्छ यहाँ त 8 कति भयो 8-10 भइसक्यो एकडा के अरे तैँले चाहिँ खान खोजेको छु बरु सब डन केटाहरू सर्ट रेडी भइसक्यो अब हिजो ब्याम्बोमा बस्यो अब टक्क लगाएर ब्याम्बोमा आज चाहिँ क्यान्टिन पुग्ने भने खै आज लगभग 11-12 घन्टा लाग्छ भने ढुक्क सक्छ होला नि पनि त होइन ढुक्क होला नि होइन हामीलाई 7 बजी पुग्छ भने चाहिँ एबिसी जाने होला 5:30 पुगेको 5 बजी हात पड्काउने कार्यक्रम अमिर पड्का मेरो पड्का ए न ल हाम्रो चाहिँ ब्याकप्याकहरू सब रेडी भइसक्यो ल है दाइ गयो है अब फर्किँदाखेरि अब भेटिएछ भने प्याक भेट्ने पऱ्यो नि है कपडा सपडा हेरिरहेको छ ल हामी चाहिँ अब यहाँबाट 9 बजी हिँड्यो होइन अब चाहिँ क्यान्टिन अब कति बजी पुगिन्छ हेरौँ 9 बजिसक्यो किन त अगाडि हिँडिसक्यो मलाई छेत्रीको बढी मन पर्यो हुन्छ बढी ध्यान त खोलेर ल ध्यान रमाइलो भयो भर्खर ज्यान तात्दैछ अब हामी हिँड्दैछौँ पछाडि शिशिर र विनित चाहिँ आउँदैछ होइन कता आउँदैछ तर थाहा छैन बिस्तारै हिँड्दै नाला हरियो भिरपाखा ढुङ्गा हाम्रै नेपाल हाम्रै देश हरियो वन जङ्गल जता हेऱ्यो त्यतै हरियाली यहाँभन्दा के चाहियो त्यो हरियो तर ओभर है पहिला हाम्रो बाजेले सब हाम्रो बाजेले बनायो यो पुलहरू हो
भन्दाखेरि गफ लाग्छ मिठोले? तर हाम्रो विनित गुइठेले टाइम चाहिँ हाम्रो यहाँ तर फेरि मेरो 9:28 9:28 9:30 यहाँ चाहिँ केटाहरू जुन चाहिँ यहाँ खतरा छ यसको है विनित र ढिच्के चाहिँ आउँदैछ पछाडि यहाँ चाहिँ केटाहरूले विनितहरू आउँदैछ यसको चोर पनि आयो झिच्केलाई यहाँ कुर्दा हिँड्नु लाङटाङबाट धन्दै मलाई बगाउनु लाग्यो मेरो ब्याकप्याक रेडी भइसक्यो झर्ना जस्तो खतरा खतरा अब चाहिँ फेरि हिँड्नु लाने है यहाँ बसेर बिहानको टक्क पताएर खाजा खाएर पनि हिँडेर पनि फेरि यहाँ केटाहरू खाजा खाँदैछ अहिले हामीले खाजा खाइदिएको सङ्गमले अब छोरी पाइदिएको सङ्गमले पाइदिएको आइसले यहाँ खतरा चस्मा लगाइदिएको कति आएर सोल्टी 1750 निम्डा के होला 150 को पानी खाइयो है 200 150 को त अन्डा 200 रुपियाँको पानी यो बोतल त लिएर जानुपर्छ यार अब चाहिँ हामी मुभ अन हो ल हामी चाहिँ यहाँ रिभर साइड आयो खान्छ खाने अब कतिचोटि खान्छ सर सुनेर हामीले यहाँ अघि नै खाँदैछ होइन कफी खाँदैछ यो र मैले यहाँ ट्याक्क लागि कफी सुनेर खाजा भात यही हो हाम्रो रिभर साइड अब चाहिँ हामी सनस्क्रिन लगाएर सबलाई बाँड्न हो हात चल्दिने हो कि कसको लगाऊ हुन्छ हातहरूमा लाइन हुन्छ मुखमा होला सनस्क्रिन लाउँदैछ मोइस्चराइजर हो कि पहिला पहिला मोइस्चराइजर देन सनस्क्रिन इफ यु पुट सनस्क्रिन विदाउट मोइस्चराइजर देन यु विल बी ब्ल्याक लाइक दिस फर एभर ह्यान्डसम छोस् तैँले भनेको आफूले आफूलाई भनेको ड्रिम हो अझै फेरि भिजिके जस्तो ह्यान्डसम हुन्छ अब यसरी बन्द गरेर तालम भ्यायो अब त्यो कस्तो हुँदैछ ट्रेक ट्रेक मेरो प्रिटी प्रिटी हुँदैन प्रिटी क्लिक्स ल बाई बाई बाटोमा भेटौँ ल Come on, come on, come on! Come on! What you doing? What you doing? Okay. Listen to music. घोडा तबेलातिर कता कता आइपुग्यो अब चाहिँ घोडा तबेला कता रहेछ त है गुड मर्निङ एभ्रिवान ताङसारबाट सिधै गुड मर्निङ
हाम्रो सोल्टी उठ्यो सोल्टी? हँ मुखले मिल्ने पाइदिएको जस्तो चिसो यार यहाँ भर्खरै चाक धोएर आएको लास्ट चिसो वेट टिसर्टले एउटा मात्रै गरेँ किन खर्च गर्ने भनेर यहाँ हाम्रो ग्रुपहरू चाहिँ कहाँ छ होला हेलो 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 आमा छिटो फेरि यहाँ चेन्ज गर्दै हो नि झगडा फेरि भ्लगर आइरहेको छ फेरि भ्लगर उठाउँ है उठाउँ ल त यहाँ अब खाजा हालिदियो भनिसकेपछि है ल यहाँ चाहिँ उनीहरू चाहिँ हाम्रो ट्रेकिङ पार्टनरहरू हो कि टक्क लाएर बाटोमा भेटेको यहाँ चाहिँ ल विनित छ है के भन्न त डे 3 को कस्तो भइरहेछ सबै ठिक छ कि बिहान बिहान उठ्दाखेरि अलिकति घाँटी दुख्छ नि यसलाई चाहिँ हल्का घाँटीको प्रब्लम रहेछ तर के बिबाले भन्छन् बेसार पानी बेला पानी स्मार्ट दाहरू रोटी बेल्दै यहाँ पिच्के आगो ताप्दै बेसार पानी खाँदैछ यो फेरि पनि स्वागत छ बिहान भयो अब यो चाहिँ हाम्रो सेकेन्ड डेको सेकेन्ड मर्निङ अनि हामी चाहिँ हिजो घोडा तैला थोरै माथि पैसा लिएर जा भनेको त के को पैसा नबोकिनेको त नि तैँले भने त डिस्काउन्ट गर्ने त दिइसक्यो हाम्रो यहाँ भइसक्यो यहाँ पैसा सैसा गऱ्यो केटाहरू सब रेडी भइसक्यो तर आउनु चाहिँ यहाँ सङ्गम ब्लग देखिरहेको चाहिँ पैसा दियो भने सही भ्यू चाहिँ हेलो गुड मर्निङ नमस्ते नमस्ते ट्याप स्याब हो कि के थाङ स्याब हो क्या यहाँ चाहिँ कुल रहेछ है आइहाल्छ नि यस्तो छ यहाँ चाहिँ हाम्रो गाइड दाइ हुनुहुन्छ ल भाइ राम्रोसँग जानु होला हस् दाइ यहाँ चाहिँ हाम्रो एटिएम जत्तिकै भन्न त ल आज चल्दिम घाँटी के डे 3 को स्टार्टिङबाट जे सरसँग त्यस्तो चिसो चाहिँ छैन ठिकै हो है अब माथि माथि जाँदा अलिअलि सास चाहिँ गाह्रो होला ढिस्के चाहिँ गाह्रो हुन्छ भनेर पहिला पठाइदिइसक्यो हामीले अब चाहिँ यहाँ केटाहरू यहाँ भाग्ने भने है केटाहरू ल ल ल ल ल जाम केटा चरा देखेछ कि देखिँदैन समात्दिनु चरालाई अब चाहिँ हामीहरू गुम्बा आइसक्यौँ जिसको यस्तो समात त बाबु पिच्के समात यसरी अब यसरी यसरी होइन ए दादाले नसिकन तेरो देखाएकोस् यो लेट्स गो अब चाहिँ यस्तो तर्केको नि हिँडिरहेको बनाएर आफ्नो भिडियो यस्तो गरेँ अब चाहिँ हामी गुम्बा आइसक्यो त्यो होटेलबाट अच्छा विनित मेरो भ्लगमा के स्टिक सरी है सरी रक पेपर सिजर ल रक पेपर सिजर शेर्पा दिदी यहाँ दुईजना हाम्रो कपल्सहरू त्यहाँ गुनासो त्यहाँ यहाँ के भन्छ अरे गुनासो पोख्दैछ म हिजो राति यस्तो भएको थियो यिनीहरूले मलाई के भन्यो भनेर गुनासो पोख्दैछ अब भाइरल हो कि युट्युब च्यानल मात्रै नबनेको बनेर ठ्याक्कै हालेपछि त भाइरल हो मेरो साथी एउटा गुराँस भन्ने थियो कि गुराँस हेर त जस्तै दिदी हेलो गुराँस ल अब चाहिँ हामी जान्छौँ रुन्ची हिजो रोको के दिदी ल गाइस टक्कर यो चाहिँ लाङटाङ भ्याली नयाँ पहिला चाहिँ यहाँ थियो अरे यत्रो पहिरोले सब बगाइदिएको लासहरू पनि अब
त्यहीभित्र हो भन्छ लास्दैन अहिले त हट्यो होला नि बिनेरमा चाहिँ अघि एउटा भिडियो सिडियो गर्नको लागि अब चाहिँ लाङटाङ गएर भेटौँला होइन बिनेमा चाहिँ यहाँ बेट चल्यो कति चाँडै पुग्ने भनेर ल अब चाहिँ उहाँ गएर भेटौँ Come on! Yay! भाग केटा भाग मेरो दस्ती भागे भाग यहाँ चाहिँ यस्तो पहिरो गएर यहाँ चाहिँ लाङटाङ भ्याली छोड्यो पहिला सब बगाइदिएको अरे यो अर्थक्वेक आउने ताका अन्त जस्तो पहिरो हो कि के भयो भन्छ हाम्रो ह्याप्पिनेस वाक रिभर क्रस हान्दैछ कलाएर दाइलाई चक्कु बेल्दै छ यसले ल लाङटाङ आयो है लाङटाङ भ्याली 3,455 मिटर यही हो लाङटाङ भ्याली पुरा यहाँ त उस गरिरहेछ है ढलाउनु घरकै है सबै जस्तो त्यति साह्रो ठुलो नरहेछ ठिकै रहेछ कि होला लाङटाङ भ्याली हेर हो बिनेर म चाहिँ फर्स्ट हाम्रो ग्रुपको फर्स्ट है त्यहाँनिर अब भित्र गएपछि देखाउँछु म यहाँ चाहिँ बेकरी आइटम नै रहेछ दाइहरूले चाहिँ कसरी बोकेर लिएर कि हेलीबाट लिएर आउनु भयो हेलीबाट लिएर आउनु भयो होला है बोकेर त कहाँ सक्नु यत्रो ठुलो रहेछ नि त अनि है होला सबै छ म्यान्चेस्टर युनाइटेड ताइ पनि म्यान्चेस्टर युनाइटेड फ्यान हो भाइ चाहिँ ए यहाँ बिनेले चाहिँ जिगु तिमीलाई चाहे तिमीलाई चाहे तिमीलाई चाहे मनैमा राखे अङ्गालोमै बाँधे खुसीले सजाए डुल्ने त्यो मन डुलायो अन्तै धेरै छ माया
ल ल ल ल खै त नि बसेको खै बसेको खै ल ए ल आम्बो ल स्टेप त आखिर मरत छ त अनि मेरो मन झुल्यो तिम्रो मनैमा तिम्रो मुटुमा धड्केर बसेकै हो ल हामी चाहिँ लाङटाङबाट अब हिँड्न लाग्यौँ क्यान्जिङको लागि फेरि अगाडि सोल्टी छ पछाडि म पछाडि केटाहरू चाहिँ एक्साइटेड छ है अब क्यान्जिङको लागि पछाडि भए पनि जिन्दगी कहिल्यै पनि पढ्नु भएन कि केटा ओके सोल्टी अब चाहिँ हामी यहाँबाट क्यान्जिङ अहिले कति बजी सोल्टी अहिले ठ्याक्कै भन्नुपर्दाखेरि 10:53 भयो ल 11 बजे नि 12 साढे 12मा चाहिँ हामी क्यान्जिङ पुग्नुपर्छ अनि त्यहाँबाट नि आज नै क्यान्जिङ 1 हान्ने अनि भोलि चाहिँ चिउरे हिमाल जाने त्यो क्यान्जिङ पनि क्यान्जिङ 1 क्यान्जिङ 2 अरे अब सक्यो भने चाहिँ क्यान्जिङ 1 हानिन्छ होला अनि त्यहाँपछि चाहिँ क्यान्जिङ 2 चाहिँ भयो भने जाने नभए ठिक छ ल अब हामी चाहिँ जाँदैछौँ भ्यालीबाट जाँदैछौँ यताबाट होला सोल्टी हाम्रो त्यो लेडिज ग्रुपहरू पनि अगाडि पुगिसकेको छ त्यो उनीहरूको इन्जिन स्लो छ वेलकम टु ट्राभलर्स गेस्ट हाउस लाङटाङ 3500 मिटर एबभ द सी लेभल त्यहाँ चाहिँ हाम्रो भ्लगर गाई ल मैले नि अफ गरिदिएँ एक मिठो तानेर फु फाल्नु दामी ल हामी चाहिँ लाङटाङबाट पनि माथि आइसक्यो क्यान्जिङ जानको लागि हामी बसेको ठाउँबाट थेसाप हो कि के ठाउँबाट चाहिँ 1 घन्टामा लाङटाङ आयो अब चाहिँ यहाँबाट क्यान्जिङ चाहिँ 2 घन्टा हुन्थ्यो कि तर अबको 45 मिनटमा त पुगिन्छ होला केटाहरू हिँड्दैछ यो भ्यू चाहिँ उपर छ हामी चढ्ने भनेको हिमाली यो हो क्या हो क्यान्जिङ 1 क्यान्जिङ 2 भने आज खोइ भ्यायो भने गइन्छ क्यान्जिङ 1 चाहिँ जस्तै जाने भनेको के अरे केटाहरूले ल है क्यान्जिङ गाउँ आयो हामी यस्तो राम्रो रहेछ लाङटाङभन्दा राम्रो रहेछ क्यान्जिङ है हामी यहाँ भात खाँदैछौँ यता हाम्रो गुराँसवाला दिदी हुनुहुन्छ यता कपल्स पिच्के सोल्टी खाँदैछौँ अब यहाँबाट चाहिँ हामी क्यान्जिनको डाँडा जान्छौँ होइन त दिदी ल अब जाने बेलामा भेटौँ ल खाँदैछौँ हामीहरू क्यान्जिङ भिलेज जस्तो छ है एउटा वाला भिडियो हाल्नु जस्तो छ त यहाँ पछि टक्कलाई भ्यू पोइन्ट छ यहाँ हिउँ परिरहेछ केटाहरू चाहिँ बसी आउँदैछ अब आधा घन्टामा आइपुग्छ होला
दिदीहरू भन्छ अनि सँगसँगै सनसेट भेट्टाउँछु भनेको कहाँ भेट्टाउँछ भने ल यहाँ त 1 मिस गेम फिनिस रहेछ यार भाइ म चाहिँ पुगेँ है त यहाँ त यस्तो ढुङ्गै रहेछ 1 मिस गेम फिनिस है लोअर क्यान्जिङ 4400 मिटर अप्पर क्यान्जिङ चाहिँ हो त्यहाँ यहाँ छ त्यसको पछाडि चाहिँ अर्को हिमाल छ भोलि बिहान चाहिँ अब 4-5 बजीतिर उठेर हामी त्यहाँ त्यो चिउरे है खै के भन्थ्यो त्यहाँ पुग्छ हामी यस्तो सही छ यार यस्तो सनसेट खिच्न भनेर चिच्चो हिँडेर भाग्दै आएको त लाई उता चाहिँ ग्लेसियर लेक अरे यस्तो छ है डाँडाहरू त के हो नेपालमा त सकिँदै नसकिने आइसकेँ गाइज म लोअर क्यान्जिङ भयो अब भोलि बिहान चाहिँ अब त्यो ठुलो हिमाल चढ्न जानु पऱ्यो अब चाहिँ यसरी 1 मिस गेम फिनिस होला छ त्यो तलको चाहिँ क्यान्जिङ भिलेज त्यस्तै यो डाँडा पछाडि चाहिँ फेरि लाङटाङ भिलेज छ जस लाङटाङ भनेर चाहिँ लाङटाङै होइन लाङटाङ भनेर चाहिँ त्यहाँ लाङटाङसम्म नरहेछ कि यहाँसम्म रहेछ कि खास अनि यहाँ पछि चाहिँ अब जस्तै भ्यू पोइन्ट हेर्न जान्छ नि बिहान बिहान त्यसरी जाँदो रहेछ क्या त्यो हिमालहरूतिर यो चाहिँ लाइक भ्यू पोइन्ट रहेछ यो चाहिँ ल यति नै हो अब फर्किँदाखेरि हल्का साथीहरू आउँदाखेरि देखाउँछु बाई बाई गाइज त्यहाँ चाहिँ क्यान्जिङ भिलेज केटाहरू यहाँ पुरा लाइट बाल्दै आइरहेछ रात परिसक्यो ल हाम्रो केटाहरू यहाँ झर्दैछ पुरा यहाँ 4-5वटा बाटो छ यार जाने बेलामा त 4-5वटा बाटो देखिनु त सजिलो भएको थियो अहिले यहाँ झर्नै गाह्रो भइरहेछ क्यान्जिङ भिलेज माथिबाट चाहिँ यस्तो सङ्गमहरू झर्दैछ बिहान दिउँसो 3 खाल भएर आएको अहिले 1 खाल खानु मन लाग्यो तर धन्दा चौरीको मासु खायो चौरीको मासु चाहिँ अझै नजिक खाइछन् चौरी भनेर बस्दा खुवाएर हेलो गुड मर्निङ केटा हो बिहान भइसक्यो हो ताराको नरहेछ माथि हिमाल जस्तो अब हामी च्याकुरी हो कि के हो अनि हिमाल चढ्न जाने हो आज चाहिँ बिहान भइसक्यो चार्जर पनि माग्नु छ दिदी के भन्छ अरे हेलो दिदी चार्जर पावर ब्याङ्क दिनु न पावर ब्याङ्क हजुर यता भनेको पावर ब्याङ्क दिनु है ल म चाहिँ रेडी भइसकेँ अलवेज केटाहरू पनि सब रेडी कता विनित विनित चाहिँ हात परेको पावर ब्याङ्क चार्जर दिनु भयो चस्मा त यहीँ राखिदिएको थियो मैले तपाईँले जहाँ राखेको चाहिँ त्यहीँ राखेँ यहीँ माथि लगाएको थियो कहाँ माथि हिजोले खाना खाएको थियौँ नि उतापट्टि भनेको उतापट्टि लगेर म त लगेन त्यही थियो त हो र त्यहीँ होला नि त ल फेरि म आएँ स्टोरेज फुल भन्ने थियो PUBG 16 GB को PUBG फालिदिएँ ल अब चाहिँ हामी जान्छौँ
विनित छिटो गर्न के हो विनितले चाहिँ लास्ट ढिलो गरे यो गुइए अनि हिजो राति के हुँदैन नि विनित त अनि बम्पर गाएले म हाँसे गल्ती के भयो त अनि यो काठले के छिप्छ यार यो त अलिक चर्को बनाउनु गरेर पाएको त यता कोठामै आउँछ त है अनि यहाँ उस पनि छैन कि के भन्छ अरे बाल्टिन साल्टिन पनि राखिदिनु पर्ने नि हामी पोखरबाट ल्याइदिनु पर्ने अरू बाल्टी त्यही त के ल अब हामी जाने बेलामा भेट्छौँ अहिले पनि कल गर्छु है लेट्स गो ल है हाम्रो यात्रा सुरु भइसक्यो केटाहरू यहाँ सब हिँडिसक्यो म यता छु पछाडिपट्टि पानीहरू खाजाहरू हल्का बोकेछ यता यो माथि कताबाट हो यता माथि जाने शेरको हजुर 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 भारी लिन जाने होइन घुम्न जाने चेरकुरी त्यो बुढोले हल्का ठिस हान्यो हाम्रो चाहिँ डेस्टिनेसन यहाँ माथि हो यहाँको कति छ अरे केटा हाइट यहाँको 4800 कति हो के अरे 4800 कति हो 5000 जस्तै हो 5000 एबो छ के अरे अब हेरौँ यसो रहेछ कि सोल्टी टिएससीआर के हो रहेछ कि खास टिएससीआर के हो रहेछ कि खास शेरको री रहेछ आराई ओके अनि यहाँको मान्छेहरू चाहिँ त्यो भन्दा भन्दा त्यो रहेछ क्या अनि बोर्ड पनि अनि सिएचआर के हो शेरको आरआई के लेख्थ्यो कि गुगल म्यापहरूमा अनि मैले हिजो बेलुका हेर्दाखेरि जिपिटीहरूमा सबमा टी अनि एसई के हो अनि शेरको री रहेछ कि जिको आरआई त जेसको नि भयो च्याङ्ग्री त्यो के हो नि जो त्यस्तै कि हामी त्यहाँ माथि यहाँ त के हो सिक्लेस छ त केटा हो ल सिक्लेसैको बाटो यो चाहिँ क्यान्जिङ भिलेज हो हिजो चाहिँ हामी त्यहाँ माथि क्यान्जिङ 1 मा गएर आएको यतापट्टि चाहिँ क्यान्जिङ 2 हो अब चाहिँ तपाईँहरू चाहिँ लाङटाङ भनेर लाङटाङ मात्रै होइन है फेरि त्यहाँ माथि गएन भने त के मात्रै भएन ल अब बाटोमा कि माथि गएर भेटौँ ल जुन ठाउँमा जस्तो ठाउँमा जे ठाउँमा जसरी भए पनि सर्भाइभल इन्स्टिङ चाहिँ हुनुपर्छ हामीमा आफूमा होइन अनि भने त्यो ढुङ्गा पहाडी देखिरहनु भएको छ हजुरले त्यो ढुङ्गा पहाडी चाहिँ हाम्रो मेचुले अघि नै पनि टट्टी गरिसकेको थियो भने अहिले पनि हिँडेको 1 मिनट हुनु भएन फेरि टट्टी आयो भने त्यसै गरी समस्याहरू बढिरहेको छ हामी जाने चाहिँ टप अफ द माउन्टेन अन्डरग्राउन्ड बेस क्याम्प हामी जाने चाहिँ शेरको री 5800 मिटर्स 5800 यस्तै फोटो खिच्छु मैले अहिले जोतको दिएको के जोतको सरी 500 एबो हो कि हैन ए 5000 एबो हो 700 कति हो हैन 5000 नै छ कि लामो कति 5000 नै छ कि हैन 4000 कति उस त उस 4700 त क्यान्जिङ 2 हो 4900 छ 5000 बनाउनु चाहिँ यस्तो गरिदियो भने चाहिँ ठ्याक्क 5000 हुन्छ अरे के त्यहाँ चाहिँ दिइरहेको छ मिजो हजुर भन एकचोटि डिस्कलाई चाहिँ हामीले हिँडिसक्यौँ माथि यस्तै हो अहिले मेरो पाला आउनु सक्छ होइन मेरो नि आउनु सक्छ टिस्यु लेखेर मिजो टिस्यु सक्यो मेरो चाहिँ अब हातले यस्तो पन्जाले स्याट दिने पन्जा फालिदिने क्या नि के यस्तो यसरी घोडिदिने ल है त मैले पुसेर फाल्दिनु केटाहरूलाई चाहिँ मैले अर्कै रुट लिएर आइदिएँ थाकिरहेको छु केटाहरू यहाँ चाहिँ एउटा रुट त्यहाँ चाहिँ एउटा रुट र हामी चाहिँ यहाँ फेरि यस्तो डाँडावाला रुट बनाउँदै हिँडेको केटा हो थाकेको तबाट आउँछ केटाहरू कहाँ चाहिँ ढिच्के बाहुन ओ हिजो तयार हेलो दाइ
उल्टो उल्टो बाटो हिँडेर भेटाइसक्यो यहाँ घरबाट खाजा पठाइदिनु भएको छ है त्यो तातो पानी हेर त तातो पानी पहिला घटघट घटघट खानु ए रुक 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 बेटाहरू रुक म हाल्छु पहिला हाल्छु होइन ए के हाल्ला? जीवन जल हाल्छ जीवन तातो पानीमा जीवन जल हाल्ने हाल्नु त हाल्नु कस्तो हुन्छ त हौ फर्काइदिउँलाई फेरि बाबु साह्रो हुन्छ त हौ जीवन जल ल्याउने कस्तो कुरा अरे हौ तिमीले हामी चाहिँ टप अफ द वर्ल्ड अन्नपूर्ण बेस क्याम्प त्यो पहिला याद आयो अन्नपूर्ण बेस क्याम्प भन्थ्यो अन्नपूर्ण बेस क्याम्प हामी चाहिँ यहाँ अन्त के त्यसको ब्याग देखाएको छ नि त्यसलाई देखाएर के पावर सक्यो क्या तेरो यस्तो ब्याग देखाइदिएर अनि अब पुग्नु गुड्डीले बिहान हामी ब्रेकफास्ट गरेर गयो हामी ढिलो हुन्छ भनेर चाहिँ एउटा प्याकिङ गरेर होइन यसले खाना पाएन यसले खाना पाएन प्याक गरेर होटेलको दिदी रे मेरो मम्मीलाई होटेलको दिदी भन्छस् अनि मेरो मम्मीले आइस खाजा थिएन अनि मेरो मम्मीले उहाँ पोखराबाट ए अँ यस्तो गरेर पठाइदिएको पठाइदिनु भएको चाहिँ उसको मम्मीले होइन पकाउनु भएको चाहिँ मेरो मम्मीले प्याक गर्नु भएको चाहिँ उसको मम्मीले उसको मम्मी त जापान हुनुहुन्छ अनि गर्नु मिल्यो त्यो तेरो त क्यामेरा त्यहीँको त्यहीँ हो त अनि के हेर त रोटी अन्डा रोटी अन्डा रोटी अन्डा मजा आउँथ्यो अब खाएर फेरि चढ्छु तातो छ पानी के भएको यो ओजी उसमा पनि हाल्न थर्मसको ढक्कनमा हान्छु काले भाइले मात्रै हाल्दैन उल्टी एउटा ग्लास ल्याएको होइन हाम्रो ल्याएन है अब चाहिँ आइसको पार्टहरू सब स्टार्ट भइसक्यो बाटो सानो बाटो रहेछ सर कस्तो लागिरहेछ बासी आइसकेको रहेछ सङ्गम्स ममले कल हानेछ जुत्ती अब जुत्ती त अब चाहिँ यहाँ चाहिँ चिसो उनीहरू माथि हो धेरै छैन अब आयो धेरै नरहेछ नि त अब त छैन कि हेर्दा आइसक्यो नि म चाहिँ पावर ब्याङ्क दिदीको पावर ब्याङ्क चाहिँ खतरा काम आइरहेछ चिसोले त ब्याट्री त डरो डेट गरिदिँदो रहेछ क्या त्यही माथि ब्याट्री फेरेको खेल्न त ल अब चाहिँ माथितिर गएर भेटौँ त यस्तो ठाडै छ त पुग्ने हो बाटोको ठेगानै छैन त्यताबाट आएको ल है हामी त हिमालको बिचतिर डह्रो चिप्ले स्पाइक ल्याउनु नि ल हामी चाहिँ चेकुडी आइसक्यो है केटा हो चाहिँ यस्तो छ अब यो यसरी देखेन हो नि म ड्रोन सट खिचेछु ड्रोन सटबाट हाल्छु है त चरा पनि आएको छ त ल फाइनल्ली आइयो यो डेस्टिनेसन एउटा डेस्टिनेसन चाहिँ कम्प्लिट भयो भनौँ न अब अर्को चाहिँ गोसाइगुन्डा छ यहाँ स्टोरेज पनि फुल भइसक्यो यार अब चाहिँ तल झरिन्छ खानासाना खाइन्छ अनि गइन्छ ओके बाई केटाहरू धुमधामसँग फोटो खिच्दैछ मेरो फोटो खिच्दै भनेको खिचेन गएर नि
वेलकम ब्लग चाहिँ अन द टप अफ शेरकोरी शेरकोरी शेरको री 5000 मिटर 4985 मिटरमा छौँ हामी अहिले चाहिँ -15 मिटर यस्तो गरिदियो भने हुन्न भनेको भर्याङ चढेर देखाइदिन्छु बाबु अब एकदम चढ्दाखेरि चाहिँ गाह्रो भन्छ झर्दाखेरि झन् गाह्रो हुने होला झर्दाखेरि त आइस अब कसरी झर्ने स्पाइक धरि कसले लिएर आएन कि स्पाइक धरि यार अङ्कलले स्याम हाने यार ओके वे लामो लाइसेन्स चाहिँ केटा तर वर्थ इट हो नि होइन ढिच्के कहाँ हो One eternity later. बस्ती जुवेली आइसक्यो है ल यो कति कहाँ 11 घन्टामा आयो है 11 घन्टा इन्टरभ्यू दिएँ नि त यहाँ कस्तो लाग्छ एउटा रेडबुल गर्नु कस्तो लागिरहेको छ नि रेडबुल खाँदै यहाँ इन्टरभ्यू दिएँ नि त लाग्यो क्यु त नि सिधै सिधो भएर कस्तो भयो एक्सपिरियन्स सेयर गर्न त हामीलाई रफ वर्ड नछाडिकन ल भन्न त फेरि बिट्टी त फेरि आएपछि त अब फर्किँदाखेरि चाहिँ के भयो गाह्रो भएन फर्किँदा भोक लाग्यो प्याप भएन भोक लाग्यो बिहान एउटा रोटी र अन्डा खाएको थियो मलाई थ्याङ्क्स भन्छु भन्नुहोस् एकदम अनि पानी हेर एक बोतल एक 10 घन्टा तिनजनाले यस्तो अरे यस्तो एउटा दाइले त्यत्रो आधी घन्टा कुरे बत्लो भएन भन मन आधी घन्टा कुरे पानी आउला नि त भनेर है आएको अनि आधी घन्टा कुरे त दाइहरू आयो अनि दाइ पानी खानु भर्खर सक्यो भनिदियो फेरि टुकन कहिले पुग्ने हो भयो है किन भन्दैछ यस्तो हेर्छु त हाँस यस्तो हेर्छु दाइ उहाँ खान हिँड्न सक्यो छैन मा ए आमा ह्याली हान्दिनु जस्तो भएको एकछिन त 2000 रुपियाँको अहिले हाम्रो त कस्तो लाग्यो नि यहाँ त आनन्द अब टक्क रेडबुल खाने हो अब यस्तो गर्ने हो ल अब फेरि उहाँ उता लाङटाङ पुग्ने हो होइन के हुन अब झोला यसै अब खानासाना खाने आनन्दसँग जाने एकछिनमा के त भात खाएर रेडबुल खा आनन्दले बस लाङटाङ त ओह्राले हो ल है भन्नाले नहुन्न कि अब के भन्छ अरे अब त्यो होइन अनि एउटा सर्ट मेसेज दिनु न त होइन एउटा कुरो लास्ट होइन ल तैँले भन नि कसले सक्दैन भन्थ्यो ल लाङटाङ चढ्न जेनी कतिले भन्थ्यो नि त होइन यो त लाङटाङ त के यार माथि वहाँ 5000 मिटर चढ्यो भने त आम्बो ए त ल है सिसी ल अब कति आनन्द हुन्छ 5 करोडै पऱ्यो क्या उसमा त जिन्दगीको सबभन्दा मिठो रेडबुल होला त्यो चुस्की लगा नि त ल ल त पहिला आम्बो ल देऊ हात देऊ आनन्द आनन्द ल होइन ल डिस्के गुड खान गुड अब यस्तो हो कि पिल होइन न के खाएको न के खाएको नि देखिस् जस्तो सङ्गत अब हामी एक्टिभ बोयहरूसँग अब त एक्टिभ हुँदैछस् कि होइन त तिमी कति घन्टा आयो 3 घन्टा गरी आयो 2:30 बजीतिर आएको हामी चाहिँ 3 घन्टा जस्तो ठिकै हो 3 घन्टाको मैले अनि बोलाएको सुन्थेन मजा आयो कस्तो भइरहेको रेडुल आएर हेर त त्यसले रेडुल खाके हेर्न प्लेयर त्यही बाटो कस्तो मजा आउनुहोस् फर्किँदा नि काहीँ नै बसिनु जाँदाखेरि चाहिँ दाजु अनि त ढिलो भन्ने आएको थियो कि होइन अलि छिटो आउँथिस् त अनि खानासाना केही खाएन पानी नै छैन जाँदाखेरि चौरमा निदाहरू कि यता आधी घन्टा जस्तो खोलामा पानी खान लाग्दा दाइमा खानै नसक्ने हामीले खोलाको पनि खाएको मैले नि खोलाको पानी खाएको खाना त ल जियोस् झिस्के चाहिँ आइसक्यो होइन अब सिसिरको मम्मीले होइन अब हेर्ला नि अब तेरो मम्मीले नि होइन यो भ्लग मेरो होइन अब सिसिरको मम्मीले हेर्दै हुनुहुन्छ भने छोराले गर्दैछ होइन चढ्दैछ यहाँ हो त खोइ हट त होइन सोल्टी त्यो त त्यो हिमाल भन्दा त्यस्तो हिमालकै साइडमा हो कि इक्वल नै हो जो सिसिर सुवेदीले गर्यो 5000 मिटरै हुने जस्तै अब त 5000 को सट्टा एक्स्ट्रा थपेर 5000 त पुगिसकिस् अर्को 5000 मा त अब मैले अब सुन अब म तँलाई के भन्छु भन्दाखेरि झर्ने हो ढुक्क 5000 पुगिस् होइन 5360 चाहिँ एभरेज बेस क्याम्प हो कि यति कुरा याद राख 360 त अब त जान सक्दैनस् अनि तर एभरेज बेस क्याम्प पनि हान्दे बुढीसँग बिहा गरेर होइन ज्यान त्यो फिजिकल्ली हेर्दाखेरि कि त्यो त आँटेको हो नि त यार होइन त यत्रो पाइल चलाउँदै भने आएको हो नि त यो यार त्यो कुरा चाहिँ मैले एकदम माया लाग्यो कि एप्रिसिएट के मैले सक्दिनँ हामी कहिले नि सक्छ भनेको थिएन डिस्के फर्कियो भनेको हामी त्यही भएर ढुक्क फर्किँदै बस्थ्यौँ
अनि जे भयो नि ग्रुप फोटो जस्तै त भयो मसँग खिच्यो होइन हामीले आशमा आएर कि यसले आफूले आफूमाथि विश्वास गर्यो त्यो खतरा हो ल अब ड्याम मलाएर भात खाने कठोर फेर्ने अनि लाङटाङ ल कङ्ग्रेचुलेसन यत्तिकै हिँड्यो त लाङटाङ यत्तिकै हो ओह्रालो ओह्रालो हो समयसम्म हो नि त बाटो खासै होइन जेस गर्न गरिस् यो नि भात सुप भनेको त्यो दाइको इयरड्रप हान्नु भात खाने के नि भात खाने यस्तो के भनेको त्यो दाइसँग इयरड्रप गर्नु ल ल ल अब कुन पोज हुँदा नि अति चाहिँ तयारी छ मार्काट 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 हान्दै स्यान्दै ऱ्याम्बो ठ्याक्क यस्तो भनेको चाहिँ है ठ्याक्क ऱ्याम्बो स्याम्बो गाड्दै किडनी सिडनी 2 टुक्रा पार्दै त्यो शिरपात्र हुँदा त ख्वापतिर ल ल ल ल ल गुड 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 अब कपडा सपडा फेर चिसो भयो रहेछ यो जा एउटा भात राखिदिनु नि त उसलाई अनि निस्किन्छ मामा ओ मामा यहाँ आउनु त तपाईँ लाङटाङको नाम चाहिँ लाङटाङ किन राखेको कहाँ यो क्याङ्जु गुम्बो होइन उता तल लाङटाङको नाम चाहिँ भने गोरु हो गोरु हो गोरुहरू पहिला चाहिँ यहीँ बसेर चाहिँ लाङटाङ राखेको हो र तपाईँहरू अनि उतै जाने कि लाङटाङ बस्ने अब लाङटाङै भयो भने लाङटाङै बस्ने अब खोइ के हुन्छ हेरौँ त्यस भए मामा कहीँ बस्छ तिमीहरूले त यहाँ भन्दा तल सस्तो गरेर हो र ल ल ल हुन्छ नि त यहाँ हाम्रो मामाले नि मिलाइदिनु हुन्छ म मिलाइदिएँ बहिनीहरू कहाँ पुग्यो त भयो त्यो दिदीहरू चाहिँ उहाँ घोडा तबेला पुगिसकेछ उनीहरू त जङ्गलतिर पुगिसक्यो हाम्रो चाहिँ माइजी हुनुहुन्छ हेलो हेलो हाम्रो माइजी चाहिँ हल्का अलि साई साई यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ होइन दिदीको माया नि देखियो कि केटा हो हामीले दाइलाई होइन घरि होइन तर दिदीले दाइलाई चाहिँ माया चाहिँ गर्नु हुँदो रहेछ है ल ल ल ल अब चाहिँ हामी जाने बेलामा भेटिन्छौँ होइन केटा हो केटाकेटी हो ल बाई ल है हामीहरू चाहिँ अब लाङटाङ चाहिँ बसेको थिएन अब लाङटाङ चाहिँ अब जस बसौँ न नाइट स्टे गरौँ न भनेर चाहिँ फेरि क्यान्जिङबाट राति राति 6 बजीतिर नि लाङटाङको लागि गयो लेट्स गो ल हामी त आएर नि खाजा खाएर पनि खानासाना खाएर पनि बसिसक्यो अब भोलि बिहान भेटौँला भन् त जुत्ती भोलि बिहान भेटौँला भन् त ल गाइस सबलाई भोलि भोलि त फेरि फायरमा है 9 बजीतिर उठेर आज थाक्यो भोलि त फायरमा कति बजी ढिस्के उठ्ने 9 बजी 4:30 बजे यता हेर त शेर्पा हुन 2 महिना बाँकी ल ल भोलि गुड मर्निङ गुड मर्निङ फ्रम लाङटाङ है त यो चाहिँ अब हामी लाङटाङबाट फर्कियो अब यो चाहिँ लास्ट डे नै भनौँ न अब यहाँबाट चाहिँ गोसाइकुण्डको यात्रा सुरु भयो अब चाहिँ यति नै हो लाङटाङसम्मको यो चाहिँ एपिसोड 1 हो होइन अब हाम्रो नेक्स्ट ट्रेक सुरु भयो अब गोसाइकुण्ड सुरु हुँदैछ अब हामी सकेसम्म 4 घण्टामा पहिरो झरेर 4 घण्टामा 2 घण्टामा हामी ठुलो स्याप्रो चढ्छौँ पहिरो गएपछि जिकिला देखाइ ठुलो स्याप्रो ढुक्क पुगिन्छ ल ल कहाँ हो 9 बजी पुगिन्छ अब त्यो लास्टमा एन्ड युज गर्न त्यो उसमा हाँस्ने नि त अनि ल है त अब लाङटाङसम्मको चाहिँ हाम्रो सकियो अब चाहिँ गोसाइकुण्डको यात्रा सुरु भयो अब चाहिँ यो चाहिँ गोसाइकुण्डको एपिसोड 2 मा आउँछ लाङटाङसम्म एपिसोड 1 तसिदले किबु किबु भनेको चाहिँ कुकुर है नेक्स्ट ट्रेक हैन लेट्स गो तसिदाले आन्टी गए मै ल यहाँ बसेको थियो हामी ट्रेक चाहिँ घरबाट सुरु हुन्छ यो गुड मर्निङ गुड मर्निङ हामी बिहान खाजा खाएर अब चाहिँ यो गोसाइकुण्डको ट्रेक स्टार्ट भइसक्यो अब यहाँ चाहिँ ठुलो स्याप्रो लाने हो त्यहाँ चाहिँ सामानहरू राखेर आउने बेलाको टिकटहरू बुझेर गोसाइकुण्ड गइन्छ अन्त पनि ल अब चाहिँ बाटोमा भेटौँ न ल है हामी चाहिँ अब यहाँ सामानहरू हाल्दै रेडबुल सेडबुल किनेर यो चाहिँ ठुलो स्याब्लु यो ठुलो स्याब्लु है
हामी त्यहाँ पहिरो बिहान त्यसको साइडबाट पहिरोबाट हिँडेर आयो त्यहाँ बसेर खाजा त्यहाँ कन्ट्याक्ट गर्दो रहेछ खाजा खायो हामीले अब चाहिँ हामी गोसाइकुण्ड अन द वे टु गोसाइकुण्ड अब हामी ठुलो काम लाग्यो यो यता हाले हाल यता खिच यता अब यता खिच अब हामी पहिरोबाट हिँडेर यहाँ ठुलो साइडबाट आइपुग्यौँ अब धेरै त होइन 5 घन्टामा पुगिन्छ गोसाइकुण्ड यस्तो गरेर यस्तो यस्तो गरेर यस्तो हामी चाहिँ अब गोसाइकुण्डको यात्रा आज चाहिँ एक दिनमै गोसाइकुण्ड हान्दिने भनेको ब्यागहरू पनि घटाएर हिँडेको बाई बाई तपाईँहरूलाई स्वागत छ हाम्रो गाउँमा क्ली भनेको त गु होइन र दोकानबाट किन ल्याएको तल दोकान छैन हाम्रो माथि हो हामीले माथि भ्याएको माथि लएर दिन्छौँ ल माथि त हामी तल पुग्छ भाइहरू माथि पुग्छ यो भाइले भिडियो टिभी लासो छापुला लासो लासो चापुला लासो लासो कहाँ पुग्ने हो लासोहरू गोसाई लासो गोसाइकुण्ड लासो ठिटा डाइरेक्ट यहाँ लौरा दौरा बिना हो कि के हो बस्न आएको यहाँ हो लौरा बिना चाहिँ त्यसको भाइ गुड मर्निङ ल जति गुड मर्निङ गुड मर्निङ त्यहाँ सोल्टी छ अनि हिजो चाहिँ हामीले नयाँ साथी लुसी भेटाएको होइन से समथिङ टु माई ब्लग To what? To your blog? या We're going to go to Gosaikunda now. या हिजो चाहिँ धेरै रमाइलो गरियो लुसी पनि खत्रै रहेछ हाम्रै उमेरको रहेछ होइन यस डर फ्रेन्डली रहेछ चाहिँ यस्तो छ भ्यू अब चाहिँ अघि हात काटेर यहाँ हुँदा भइसक्यो हामीहरू गोसाइकुण्ड आइसकेर पनि यहाँ डुब्की सुक्की लगाइसकेर नाइस डुब्की अन्त भोक सोक सब पाप त केही थिएन त्यही पनि धोइयो यसले कस्तरी डुब्की लाग्यो के भिडियो अघि पर्छ यहाँ शिव पार्वती काले ल है अब खालसाजा खाएर हो हाम्रो साथी त्यहाँ बसेर पुरा फिल लिँदैछ पनि अब एकछिनपछि त्यसरी नै फिल लिने हो गाइजन सुल्टीहरू तिमीहरू सबैजना अब चाहिँ यहाँ खानासाना खाएर यस्तो छ पकाइ पक पक अब खानासाना खाएर टक्क लगाएर जानुपर्छ गोसाइकुण्डबाट फर्केर अब लुरी बिना सामानहरू लिएर यस्तो छ फर्किँदै लुरी बिनाबाट सामान लिएर अब डाइरेक्ट हामी ठुलो स्याप्रो जान्छौँ आज चाहिँ ठुलो स्याप्रोमा गएर बस्छौँ बसेर खानासाना खाएर यो अनि टक्क लगाएर भोलि बिहान चाहिँ पोखराको लागि निस्किन्छौँ बाटो डल्लै हुनुहुन्छ फेरि ढिस्के भाग्छ यता यता ढिस्के भाग्छ चाहिँ भाग्दैन तपाईँ कस्तो लाग्यो तपाईँ रमाउनु मात्रै लाग्यो कि अरू केही लाग्यो कस्तो एक्सपिरियन्स गरिस् त नि त अहिले फर्स्ट के बवाल हो कति मिटरको हाइटसम्म गइस् त
ठिक छ डिस्केट यहाँ खत्रै गऱ्यो अब सहरमा चढ्छ रे डिस्के अब त ओह्रालो मस्त जाने हो बाटो राम्रै छ केटाले फेरि यहाँ सब भाषा सिकिसक्यो अब तल गएर भेटौँ ल है अब हाम्रो केटाहरू अब चाहिँ सरर स्याब्रो बेसीतिर ल किक सिक हान्दै ओहो आमा यस्तो के हो ल है अब चाहिँ हामी ठुलो स्याब्रो बेसीतिर लाग्दैछौँ यो गोसाइकुण्डको चाहिँ त्यति साह्रो ट्रेक ट्रेक भन्दा चाहिँ त्यति साह्रो भ्लग गर्न चाहिँ पाइएन किनभने चाहिँ राति दिउँसो चिसो धेरै चिसो भयो कि अन्त यस्तो उकालो यस्तो उकालो सबै गोसाइकुण्ड जाने बाटो अब फेरि सबै ओह्रालो सजिलै हो हुन त हल्का हल्का ढिस्केलाई ल है त अब चाहिँ बिच बाटोतिर कतै रमाइलो भयो भने भेटौँला नत्र भए चाहिँ स्याब्रो बेसीतिर ठुलो स्याब्रो बेसीतिर भेटौँला खाजासाजा खान्छौँ हामी खाजा खान्नौँ भात सात खान्छौँ गएर त्यहाँ त्यो मामाले के भन्छ भन्दाखेरि ल मैले यहाँ मिठो बनाएर राखिराखेको छु है त छिट्टो आऊ त भन्दै थिएँ टिकट पनि बुक गरिदियो भनिसकेँ मैले भोलिको लागि अब भोलि चाहिँ हामी 7:30 बजेतिर यहाँबाट स्याब्रो बेसी ठुलो स्याब्रो बेसीबाट उता कता रे केटा हामी पोखरा होइन कि कता रे त्यो काठमाडौँको कता रे टोखामा जान्छौँ टोखा अनि ढापछि चाहिँ अनि गाडी लिएर चाहिँ अनि पोखराको लागि जस भर्खरै दिदीहरूसँग छुट्टियौँ हामी दिदीहरू पनि एकदम रमाइलो थियो दाईहरू पनि थियो रमाइलो थियो दाईहरू चाहिँ काठमाडौँबाटै हुँदो रहेछ दिदीहरू पनि काठमाडौँबाट मेरो सञ्जना दिदीलाई मिस गरेछु मैले भन्ने होइन दिदीको प्यारो भाइ ल अब चाहिँ लाग्दैछौँ हामी बिचतिर भेटौँला ल गुड मर्निङ एभ्रिवान हामी त जान लाग्यो ट्रेक सेक सक्यो है अब घरतिर सबै हिजो राति ठुलो स्याब्रो आएर बस्यो खाजासाजा खायो खानासाना खायो होइन अब चाहिँ घरतिर ल युद्ध त माथि यहाँ डबल टोइलेट गरेर आइसक्यो है अब चाहिँ फुल एक्टिभ अब चाहिँ हामी यहाँबाट काठमाडौँ जान्छौँ काठमाडौँबाट गल्छी हो गल्छी हो ल अब यहाँबाट हामी गल्छी जान्छौँ गल्छीबाट कता पोखरा ल है यस्तो छ अब डाइरेक्ट बाटोमा भेटौँला भयो भने है त हामीहरू त गल्छीबाट के भन्न त ल तबाट BYB A1 गाडीमा हालिदिएको रे हामीलाई गल्छीबाट होइन दादाहरूले तालचोकको डोन हुन्छ त अब हामी चाहिँ अब घरतिर फाइनल्ली हेरेको हप्तामा चाहिँ मेरो भाइहरू अर्को भ्लगर रे ल है जुत्ती सकियो ल अब घर पोखरा सहित छ आराम ल है त